हेलो गाइस, आज हामी चाहिँ गडी जान थालेको दाइ र म। हामी निस्किन्छौँ। हाम्रो यात्रा गडीसम्मको हो। दाइरा चाहिँ हेर्नु कति राम्रो देखिरह। हामी निस्क्यौँ अब घरबाट सर आएर जाँदैछ बाइकमा। दाइले चलाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ कच्ची रोड छ हेर्नु। यो चाहिँ हाम्रो डेरी हो हेर्नु। एकदम राम्रो छ। हाम्रो दिदी घर हो, दिदी घर हाम्रो बा हुनुहुन्छ। जाने जाने अहिले आउने। हाम्रो स्ल्याब बाटो आइसक्यो। अब हामी चाहिँ यो बाटो चाहिँ हेर्न जाने बाटो हो। यो बाटो चाहिँ गडी जान्छ। मैले भन्छ है। अब हामी जान्छौँ। पुरै पिजै पिच छ। सर लाएर सट्टा लाएर गडी हाम्रो 4 किलोमिटर छ। लादेखि होइन सो अनि हामी चाहिँ यस्तै छौँ। धरम पानी आइसक्यो। धरम पानी जाउँ न। भनिदिएको भन्छ यसलाई। छ यो हाम्रो बाटो चाहिँ यस्तो छ है अहिले। एकदम घुमाउरो टाइपको छ। अनि यहाँ अलिक भत्किया भत्किया खायो। अलिक मोड्न गाह्रो हुन्छ। मलाई चाहिँ दाइहरूलाई कस्तो लाग्छ थाहा छैन। हामी त्यहाँ गेटबाट जान्छौँ। यहाँ एउटा गुम्बा पनि छ। अनि एउटा सानो के हो के थाहा छ अरे मैले बिर्सेँ थाहाको नाम चाहिँ। एकदम रमाइलो छ है। यो चाहिँ हाम्रो गुम्बा हो। गुम्बा छ त्यहाँ। यो ढुङ्गामा चाहिँ घाँस हाल्नुपर्छ अरे खोइ किन हो थाहा छैन। यहाँ पहिला बाख्रा थियो अरे। बाख्रा बाँधेको ठाउँमा यहाँ ढुङ्गा भएको अरे कि हो। ए दाइल चढाइसक्नु भयो। म पनि चढाउँछु। ल खाऊ। अब हामी आउनु लागेको ठाउँ चाहिँ एकदम सानो छ होइन। मन्दिर चाहिँ तर एकदम शक्तिशाली छ। अरे समय वर्ष अगाडि चाहिँ यहाँबाट दुध चढायो भने चाहिँ रातदेवीको एउटा गुफा मन्दिर छ। त्यहाँ निस्किन्थ्यो अरे कि पहिला। त्यही भने मान्यता छ अहिलेसम्म हाम्रो। त्यही भएर यहाँ शक्तिशाली मन्दिर पनि हो। यहाँ जे माग्यो त्यही पुग्छ। लेट्स गो एकचोटि हेरौँ। हेर्नु हाम्रो यस्तो छ मन्दिर चाहिँ। दाइले मोडिसक्नु भयो। अब हामी जान्छौँ गडी। गडीको बाटो अब आइसक्यो। यस्तो छ। आयो ल आयो। ऐतिहासिक मकनपुर गढी दरबार। यस्तो दाइ चाहिँ अगाडि अगाडि क्वेसन भयो। अब चाहिँ के होला जस्तो होला। हेर्नु न यही कति राम्रो छ। ल आइसक्यो हाम्रो गाडी चाहिँ। यस्तो छ हेर्नुहोस् त। म तलबाट आएको हामी चाहिँ। अहिले हामी माथि आइसक्यौँ। दाइ चाहिँ हिँडिरहनु भएको छ कति छिटो। म चाहिँ सक्दिनँ। यो चाहिँ हाम्रो सेतो हात्ती। एउटा मतलब दार भएको छ। यस्तो राम्रो छ हेर्नु। सल्लाह गाडी छ सबै। यस्तो रमाइलो छ हेर्नु। दाइ चाहिँ गइसक्नु भयो। ऐतिहासिक मकनपुर गढी 2। अहिले हामी मकनपुर गढी आइपुगेका छौँ। वंशगोपाल हामी अहिले पूजा गर्दैछौँ। अहिले हाम्रो कान्छी वंशगोपालमा पूजा गरेर यता महादेवमा पूजा गर्न हिँड्दैछ हाम्रो कान्छी। यहाँ महादेव थान। हामी यहाँ अब पूजा गर्ने कार्य चल्दैछ। हाम्रो कार्य चलिसकेपछि फेरि फोटो खिच्नेछौँ है।
यति बेला आउँदा ठ्याक्कै यहाँ होइन अलिकति माथि नाम चाहिँ सही ठाउँमा अलिकति कति हजार गरे होस् 3000 राम्रो लाग्यो क्यामेरा क्वालिटी चार्ज पनि टिक्दै रहेछ अहिले हामी ल कृपया पर्खालमाथि नचढ्ने ल नचढ्नु होला है चढ्ने होइन नि है नेपाली त नेपाली त कहाँ भने लाग्छ त्यही त भने हामी नेपाली हो नि त ल मकनपुर गढी अहिले पहिला सेना बस्ने घर हो यो अहिले अब धेरै कुराहरू भइरहेको छ यहाँ डेटिङ स्पट पनि चलिरहेको छ मैले अनुहार त देखाइन है गाइज है गान्छे डेटिङ स्पट होइन त गान्छे यहाँ पहिला चाहिँ यो जुन खाडल थियो नि यहाँ चाहिँ पहिला चाहिँ कैदीहरू थुन्ने भनेर भनिन्छ तर अहिले चाहिँ खानेपानी सङ्कलन गरेको पनि भनिन्छ कुरो के हो थाहा छैन हामीलाई होइन है अब हामी यहाँनिर पहिला एनटिसीको टावर थियो अब अहिले खोइ यो के हो भग्नावशेष यो एकदम भत्किने अवस्थामा रहेछ यो यसलाई अलिकति केयरलेस भएको हो कि जस्तो लाग्छ हामीलाई होइन जहाँसम्म लाग्छ पहिला यहाँनिर चाहिँ डेटिङ स्पट एकदमै धेरै थियो अहिले चाहिँ कन्ट्रोल भएर छ है गाइज अब के हो त अन्त डेटिङ स्पट आउने कुरो भएन मेरो छोरो पनि भइसक्यो अब मेरो छोरो आउँछ डेटिङ त्यो के छ न घरबाट लुकी गएको कि त्यही त त्यसो घरबाट निस्किन्छ गर्नु फेरि म यहाँनिर अहिले बनाउँदै है धेरै कुराहरू बनाउँदै रहेछ पत्याउने गरी त को हुन्छ र होइन पत्याउने गरी कोही पनि हिँड्दैन होइन गाइज तपाईँहरू पत्याउने गरी हिँड्नुहुन्छ कि हुँदैन कमेन्ट गर्नु होला है गाइज अब हाम्रो यहाँ फेरि फोटो सेसन कार्यक्रम चल्दैछ यो ठाउँमा चाहिँ दामी आउँछ कि दामी आउँछ होइन कस्तो आउँछ अरे एकदम च्वाक आउँछ है च्वाक आउँछ कि ब्युटिफुल आउँछ दुइटै हो ए दुइटै हो ल यहाँनिर यहाँनिर फोटो खिचौँ फोटो खिचेर अनि हामी निस्कौँ गाइज यता गाइज गाइज अब हामी यता यता यहाँबाट दामी आउँछ क्या कान्छी उलिरहेर छ होइन हामी पनि त्यहाँ गएर खाइदिउँ त्यहाँ मासु होला तपाईँ खानु मासु नभए पनि मासुभन्दा बाहेक अरू होला नि त हुँदैन त्यही गर्नु पर्ला जस्तो गाइज है त ओके ल गाइज अब हामी दर्शन गरेर फर्किसक्यौँ मकनपुर गढीबाट है ल मकनपुर गढीबाट हामी फर्किसक्यौँ ल के भन्न चाहने कान्छी त्यही नभन्ने केही भन्न मन त छ होला केही सुधार गर्नुपर्ने छ कि यहाँ ठिकै लाग्छ अहिलेको भन्दा पहिलाको रमाइलो विकासको हिसाबले अहिलेको राम्रो कि पहिलाको राम्रो अहिलेको हो नि त पहिलाको ठाउँहरू पहिलाको ठाउँहरू ए कस्तो हो ठिक छ अब हामी मकनपुर गढीबाट सिधै घर जानेछौँ र 2 थाल भात बगाउनेछौँ एकदम भोक लागिरहेको छ है हो कि होइन कति आधा थाल हो अब हामी निस्किनेछौँ
अब हामी सिधै गाडीबाट तल झर्दैछौँ होइन त केही भन्नु लगाइसक्यो डर लगाइसक्यो अरू पढाइदिएर हो भए पास नभए अभ्यास रे के हार कहिले खानु हुँदैन रे भए पास नभए अभ्यास हिसाबले हामीले गर्नुपर्छ अरे कि तर आफ्नो मेहनत चाहिँ कहिले छोड्नु हुँदैन अरे फेरि नभए अभ्यास भनेर किताब लिएको जस्तो गर्ने फेरि सुतिहाल्ने गर्नु चाहिँ कहिले पनि हुँदैन अरे होइन हाम्रो यो चाहिँ हाम्रो कान्छीको एकदमै रोग हो है किताब लिएको जस्तो गर्ने सुतिहाल्ने कहिले काहीँ त पढ्दा पनि निदाइन्छ है देख्यो पोल यसरी खुल्छ है 2 बजी उठिसकेपछि भोक लाग्छ अनि फेरि हामी हेर बिस्कुट खाने गरे होइन कहिले काहीँ भात खाने गरे कि होइन ए बिस्कुट दाल मट चाउचाउ यिनीहरू मात्रै हो ए अरू खाएन पकाएको मात्रै हो ए करेन्ट मात्रै करेन्टले जे होस् पैसा कमाउनुसम्म छाप्नुसम्म छापे मिठो हुन्छ कि पिरो हुन्छ कान्छी नाकबाट सिँगा निकाल्दै स्यासेर सुसु गर्दै खायो होइन त्यसैमा छ रमाइलो कान्छी ओके गाइज अब हामी ल मकनपुर तल यो भन्ज्याङको यसो लड्न पाइएन नि लड्न पाइएन निन्द्र लाग्यो झन्डै लड्यो लडाइ छ होइन झन्डै लड्यो दुखेन खुट्टा कति गाह्रो भएको छ आफूलाई मात्र थाहा छ हो गाइज हाम्रो कान्छी बहिनी झन्डै यहाँ लडेको लड्न चाहिँ लड्यो हो तर झन्डै लडाइ भन्थे यहाँ मान्छेको भन्नु मात्रै नसक्यो है अनि झन् घरमा बसिसक्नु हुँदैन होइन त ओहो हुन त कान्छीसँग पैसा छ दसैँको पैसा छ है कान्छी दसैँको टिका लगाएको पैसा के जम्मा बनाएर राखेको छ अब किनेर दिनु पऱ्यो भने त्यही पैसाबाट दिने होला होइन मैले त कान्छीको बिहेमा मात्रै हेर्नु होला ए बिहेपछि के लाउँछन् ए टी सर्ट पो मैले प्यान्ट नलाउने गाइज यही हो मकनपुर गढीको भ्यू हेर्नुहोस् र आउनुहोस् तपाईँहरू यहाँ हाम्रो कान्छीलाई एकदमै निन्द्र लागिरहेको छ है हिँड्दा पनि हिजो साँच्ची हिजो पसलमा साँच्ची पुरै निरा खतरा निरायो है कान्छीलाई त आनन्द होला है सुत्ने होला कान्छी चक्लेट गाइज ल हेर्नु चक्लेट कान्छीले खाइन फाल्दी है कान्छीले ल भाइले खाला आउँदैछ चोकोबन त्यसरी दिनु हुने यहाँ है ल ठिक छ ल गाइज हाम्रो बाइक खोइ त ए उहाँहरू छ हाम्रो बाइक हाम्रो गाइज हाम्रो बाइक यही हो ल अब हामी सिधै घर जानेछौँ बाई अब हाम्रो भ्लग यति अन्तिम होइन त टाटा बाई बाई गर्छु ल।